नमस्कार मित्रवर्ग एवं आदरणीय दर्शक महानुभावहरू, स्वागत छ हजुरहरू सम्पूर्णलाई तारानाथ भण्डारी युट्युब च्यानलमा। र आज पनि सदाको जस्तै 2082 भन्नुभन्दा पनि हुन त 82 सालमै हो, तर यहाँ आज मैले तपाईँलाई यस्तो कुरा बताउन गइरहेको छु। मङ्गलदेवको राशि परिवर्तन, उच्च राशि मङ्गलदेव आफ्नो दशमको तपाईँको आज कालपुरुषको पालो छ। एउटा यस्तो महत्त्वपूर्ण राशि, अत्यन्तै पावरफुल राशि, जुन पहिलो राशि मेष राशि, अग्नितत्व राशि र एउटा सर अन्तर्गतमा पर्ने कालपुरुषको प्यारो राशि मेष राशि। त मेरा प्यारा प्यारा आदरणीय अत्यन्तै ओजस्वी तेजस्वी मेष राशिका दर्शक महानुभावहरू जहाँ कहीँ पनि हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, भिडियो अत्यन्तै विशेष हुनेवाला छ। तपाईँको राशिको स्वामी मङ्गल देवता उच्च राशि छोडेर दशम कर्मभाव छोडेर अब एकादश लाभ स्थानमा पुगेका छन्। कमाइको स्रोतमा झन् चार चाँद आउनेवाला छन्, झन् बढ्नेवाला छन्। र साथसाथमा यो अब तपाईँको 38 दिनको राशिफल हो, मात्र कुनै मासिक फल होइन, सामाजिक एउटा दैनिक वाला पनि होइन, र सानोतिनो राशिफल नभएर तपाईँको यो पुरा तपाईँको 38 दिन राशिफल यो 82 को फागुनको 12 गतेबाट चैतको 19 गतेसम्मको लागि मङ्गल देव तपाईँको 38 दिनको लागि दशम भावबाट एकादश स्थानमा तपाईँ मङ्गल शनिका घरमा, शत्रुका घरमा जाँदैछन्। र साथसाथमा अत्यन्तै मन नपर्ने ग्रह राहु पनि पहिलेदेखि विराजमान कुम्भ राशिमा नै छन्, लामो समयदेखि। र पञ्चममा केतु, र जहिले पनि जहाँ राहु हुन्छन् त्यहाँ केतुको परस्पर हुन्छ। यहाँ मङ्गलको गोचर लिँदा पनि राहुलाई लिन हामी बाध्य किन छ भन्दा, जहाँ मङ्गल जुन घरमा आएका छन् त्यो घरमा पहिलेदेखि नै राहुदेव विराजमान थिए, त्यसै कारणले गर्दा राहुलाई पनि यहाँ छोड्न मिल्दैन। अब यहाँ राहु बसेको ठाउँमा मङ्गलदेव आउँदै गर्दा एक्लै राहुले त तपाईँको यहाँ तहल्का पिटेको थियो भने अब मङ्गलदेव आएर मङ्गल र राहुको एउटा अङ्गारक नामको एउटा दुर्योग बन्छ। तर यो दुर्योग एक प्रकारले हर राशिलाई, हर लग्नलाई, हर समयमा गलत हुँदैन। तर यहाँ तपाईँको लागि अन्य अरूलाई भन्दा केही फाइदा पनि गराउनेछ भने फाइदाको साथसाथमा केही नोक्सानको कुराहरू पनि छन्। तपाईँलाई मैले कहाँ फाइदा कहाँ घाटा के कस्तो हुनेवाला छ यथार्थ चित्रणमा आज तपाईँलाई एक अङ्गारक योगको बारेमा पनि, अङ्गारक योग कसरी हुन्छ, किन हुन्छ, र यो कसलाई घाटा हुन्छ, के गर्छ यसले काम, यो सम्पूर्ण कुराको डिटेलमा बताउने छु। भिडियो अत्यन्तै रोचक हुनेवाला छ, अत्यन्तै जानकारी हुनेवाला छ। यदि पहिलो पटक तपाईँहरू यो भिडियोमा जोडिनु भएको छ, पहिलो पटक यो भिडियो हेर्दै हुनुहुन्छ र अहिलेसम्म च्यानललाई सब्स्क्राइब गरिदिनु भएको छैन भने कृपया तुरन्तै गएर च्यानललाई सब्स्क्राइब गरिदिनु होला। एउटा निवेदन मैले गर्न चाहेँ, एउटा यति अपेक्षा पनि राख्न चाहेँ, किनकि हजुरहरूकै लागि भनेर यत्रो मिहिनेत गरिरहेकै छु। त एउटा लाइक, एउटा कमेन्ट र एउटा सब्स्क्राइबको अपेक्षा सहित अब म भिडियो तपाईँलाई मैले पुरा सुनाउन गइरहेको छु, विस्तृत जानकारी दिनेछु। भिडियोलाई कहीँ पनि नकटाइकन स्किप नगरिकन सुनिदिनु होला। अब पहिलो कुरा त तपाईँको मेष राशिलाई यो फागुनको महिनामादेखि लिएर यो फागुनको 12 गतेदेखि चैतको 1 गतेसम्मको लागि तपाईँलाई पर्ने प्रभावको बारेमा पनि मङ्गल र राहुको त कुनै आफ्नो घर स्थान कहीँ हुँदैन, तर जहाँ जहाँ बस्छ, जस्तो ग्रहको साथमा रहन्छ, जस्तो ग्रहको सङ्गतमा रहन्छ, त्यही किसिमको प्रभाव राहुदेवले गराउनेछन्। मङ्गल आफैमा तपाईँको एउटा लग्नेश भएको कारणले गर्दाखेरि र अष्टमेश भएको कारणले गर्दा अष्टमेश एकादशमा आउनु, लग्नेश एकादशमा आउनु, यो दुई प्रकारको यहाँ कम्बिनेसन हुन्छ। मेष राशिको मालिक यहाँ आउँदै गर्दा र अग्नि तत्त्व तपाईँको शिरमा एकदम गरमपन, तातो लाल अङ्गार भनेको अङ्गार जस्तै कलर भएको हुँदा र भुत तातो गोलो, एकदम रिसाहा क्रूर एउटा ग्रहको सेनापति, अत्यन्तै ओजस्वी तेजस्वी, नेतृत्व शक्तियुक्त, शासकीय एउटा प्रशासकीय गुणले युक्त, यस्तो महान निडर देशभक्त, देशको लागि शहीद बन्न सक्नेको आर्मी मिलिट्री लाइनमा गएर सफलता दिलाउने, कुनै पनि खेल जगतमा जहाँ रिस्क, जहाँ मिहिनेत, जहाँ सङ्घर्ष, जहाँ लडाइँ झगडा, कोर्ट कचहरी, चक्रव्यूह, रणनीति, यस्ता क्षेत्रमा जहाँ बलवान गराउँछन्, जहाँ होटल, आगो, अग्नि, साथसाथमा वृश्चिक राशिको विषयमा हुँदा आगो र पानी दुईटै, यो आगो यो पानी हो। वृश्चिक राशि जल तत्त्व राशि हो भने यो अग्नि तत्त्व राशि हो। दुई प्रकारको नेतृत्व मङ्गल ग्रहले लिएका छन्। मङ्गल ग्रहमा आगो पनि छ, जल पनि छ, तपाईँ यो विज्ञानमा पढ्नु पनि भएकै छ होला। अब यहाँ यस्तो किसिमको पावरफुल राशि, जुन यत्रो देवलोकको सेनापति ग्रह जब तपाईँको लाभ स्थानमा जान्छन्, तपाईँ एकादशी लाभमा आउनु, यति धेरै लाभ तपाईँलाई हुन्छ, यति धेरै तपाईँलाई लाभ हुनेवाला छ कि तपाईँले सम्हालि नसक्ने खालको एउटा लाभ र परिवर्तन, स्थान परिवर्तन हुन सक्छ। विदेश यात्राको योग विशेष तपाईँलाई बनेको छ, किनकि एक त लग्नेश यहाँ आउँदै गर्दा एकादशमा बसेर 1 2 3 4 धनभावमा दृष्टि दिएका छन् मङ्गलले। धनभावमा मङ्गलको दृष्टि पर्नु, पहिलेको त यहाँ बस्नु नै तपाईँको राम्रो छ, किनकि लग्नेश लाभमा जानु अनेक प्रकारका यान बिहानहरू, गाडी वाहन, जग्गा जमिनहरूबाट तपाईँलाई लाभ हुनेछ।
अन्तिममा मैले अंगारकको बारेमा अलिकति केही जानकारी तपाईलाई विशेष जानकारी गराउने छु, विशेष सूत्र जानकारी गराउने छु। भिडियोलाई अन्तिममा गएर अत्यन्त अवश्य सुन्नु होला। अब यहाँ मंगल देव मैले पहिला सामान्य ज्योतिषीय परिभाषा गराउने छु भने साथमा अंगारक योगको बारेमा बताउने छु। मंगल देवता धनभावमा दृष्टि लाउँदै गर्दा यो वाणी स्थान हो। वाणीमा लग्नेशको दृष्टि पर्नु अत्यन्तै लाभ र धनको बचत या कहीँ न कहीँबाट अचानक आकस्मिक धन लाभका योगहरू पनि यहाँ प्रशस्त मात्रामा बनेका छन् भने नाता कुटुम्ब आफन्त घर परिवारको सपोर्ट सहयोग मिल्ने त छ, तर अलिकति के विवादित या वाद विवाद या मतभेद पनि साथमा रहन सक्छ या केही न केही चुनौती हुन सक्छन्। तपाईलाई जस नमिल्न सक्छ। अचानक धन खर्चका योगहरू पनि केही न केही लगाउने खालका, कोही इन्भेस्टमेन्ट खालका चिजहरुमा तपाईको अलिकति कतै न कतै पैसाको नष्ट हुन सक्ने सम्भावना पनि छ। र आफ्नो वाणीलाई अत्यन्तै कन्ट्रोल राख्नु होला, किनकि राहुदेव जहाँ जहाँ बस्छन्, जहाँ हेर्छन् त्यहाँबाट विच्छेदात्मक, उराल्ने वाला, भड्काउने वाला ग्रह त्यो पनि मंगलको साथमा रहेर राहु र मंगलको युति कुण्डलीमा कहीं पनि हुन्छ भने तपाईको यो 12 कोठा मध्येमा चाहे कहीं पनि बसोस्, मंगल र राहु यदि एकै ठाउँ बसेका छन् भने यसलाई अंगारक योग भनिन्छ। अंगारक योग हुनु यसलाई राम्रो मानिँदैन, एउटा दुर्योगको रूपमा लिएको छ। यसले मान्छेलाई अचानक अत्यन्तै क्रोधी बनाइन्छ, तपाईलाई रिस उठ्ने, पेटको समस्या बनाइदिने, गुप्ताङ्ग बिमारी, छाला सम्बन्धी बिमारी, रगत ब्लड सम्बन्धी क्यान्सर या ब्लड सम्बन्धी तपाईलाई कुनै पनि प्रकारका ब्लड प्रेसर लो हाई, विशेष गरेर हाई हालको सम्भावना, अलिकति बढी उच्च रक्तचापका कुराहरू र साथसाथमा अलिकति दिमागमा चिडचिडापन, भ्रम, उद्वेग, आवेश, अत्यन्तै साहसी या कायरता, यो सम्पूर्ण कुराको यसले बढाइदिन्छ र कतिपय अवस्थामा वैवाहिक जीवनलाई पनि तहस-नहस बनाइदिन्छ। र साथसाथमा दाजुभाइ बन्धु बान्धवको कारक भएको कारणले गर्दा दाजुभाइसित पनि सम्बन्धमा खराब या कहीँ न कहीँ मतभेद, मनमुटाव या कोर्ट कचहरी, जग्गा जमिनको विषयको साँधलाई लिएर, जस्तै तपाईको जग्गा जमिन कहीँ पनि साँधको जमिन छ भने त्यो साँधमा चाहे घर प्लटिङ हुन्, चाहे खेतबारी होस्, चाहे खरबारी होस्, कहीँ पनि तपाईको एउटा त्यस्तो साँधको विषयलाई लिएर अत्यन्तै झगडा पर्ने खालका योगहरू हुन सक्छन्। र आफन्त नजिक बल्तिरको परिवारमा पनि या आफन्तीजनमा पनि कहीँ न कहीँ एउटा झगडाको बिउ या त तपाईको कारणले या तपाईँ राम्रै बोले पनि या त अरूले बोल्दा तपाईलाई चित्त नबुझ्न सक्छ या हजुर बोलेको अरूलाई चित्त नबुझ्न सक्छ। कुनै न कुनै माध्यमबाट वाणीकै कारणले पनि या तपाईको स्वभावको कारणले पनि एउटा रिस र आवेग उत्तेजनाको कारणले पनि कतिपय अवस्थामा कामहरू बिग्रन सक्ने अवस्थाहरू हुन सक्छन्। यो कुरालाई अत्यन्तै कन्ट्रोल गर्नु होला। र यसलाई शान्ति गर्नको लागि मंगलदेव भनेका एउटा सेनापति र मंगल को शान्ति पार्नको लागि पहिलो कुरा त मंगलका आराध्य देवता तपाईले भगवान श्री गणेशको आराधना गर्न सक्नुहुन्छ। गणेश अथर्व शीर्ष ओम गम गणपतये नमः या कुनै पनि गणेशको विधिवत पूजन पनि गर्न सक्नुहुन्छ भने। अब अर्को कुरा मंगल चतुर्थी व्रत, मंगल चौथी व्रत या मंगलबारको व्रत या मंगलदेवको साधना स्तुति, ऋणकर्ता ऋणहर्ता मंगलदेवको स्तुति स्तोत्र, मंगल स्तोत्र पाठ गर्न सक्नुहुन्छ। र राहु देवताको स्वामी एउटा काल भएको कारणले गर्दा राहुका देवता काल भएको हुँदाखेरि कालको यमको पनि पूजा गर्न सक्नुहुन्छ। र राहु र मंगलको जप विशेष गरेर ओम अंगारकाय नमः अथवा ओम राम राहवे नमः, यो मंगल तथा राहुको स्तुति आराधना या कुनै पनि माध्यमबाट। र मंगलको लागि रातो वस्तु दान, तपाईले रातो कपडा, मसुरो अथवा साबुत मसुरो या कुनै न कुनै तामाको पात्र या राहुको लागि विशेष गरेर कुनै न कुनै प्रकारका यस्ता छिर्के मिर्के कपडाहरू, ध्वासे कलरको र कुनै चक्कु अथवा गहत यस्ता चिजहरू पनि तपाईले दान गर्न सक्नुहुन्छ। उनीका वस्त्र खास भनिन्छ भेडो दान भनेको छ, भेडाको जस्तै कुनै उनीका वस्त्रहरू पनि तपाईले दान गर्न सक्नुहुन्छ भने। विशेष गरेर मंगल र अब राहुको यो कन्जक्सनलाई कालसर्प यो जस्तो दोष भन्दा पनि खतरनाक यो मंगल उग्र गराउने खालको र भड्काउने खालको एउटा अंगारक योगलाई मन तपाईको बुटबुट 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 गरेर भित्रभित्र एकदम भुटभुटिने खालको योग पनि बन्छ। हर कसैसँग तपाईलाई आक्रामक खालको तपाईको व्यक्तिगत आक्रामक शैली हुन सक्छ। अचानक तपाईलाई रिसको क्रोधलाई तपाईले कन्ट्रोल नगर्न सक्नुहुन्छ। त्यही भएर हर कसैसँग वाद विवाद नगर्नु होला, आफ्नो वाणीलाई अत्यन्तै कन्ट्रोल गर्नु होला। आफ्नो माथिका दाइ दिदी फुपूहरुबाट पनि यति बेला तपाईलाई थोरै नोक्सानको अवस्था हुन सक्छ हो। आर्थिक दृष्टिकोणले भने आर्थिक आय स्थितिलाई भने अत्यन्तै कमाइको स्रोत राम्रो बन्नेछ। धनमा पनि त्यति धेरै असर पर्दैन, तर नाता कुटुम्ब सम्बन्धमा, आफन्तमा, घर परिवारमा, स्वास्थ्यमा तपाईलाई बाधा विघ्न अवश्य पनि पर्न सक्छ। यो कुरामा विशेष ध्यान दिनु होला। बाँकी कमाइको स्रोत अत्यन्तै राम्रो छ। अब हनुमान चालिसा हर मंगलबार हनुमान चालिसा पाठ गर्नु होला। गणेशजीलाई 21 वटा दुबज चढाइदिनु होला ओम गम गणपतये नमः भनेर। यति गर्नुभयो भने, अथवा शनिबार हरेक शनिबार तिल
कालो तिल दान दिन सक्नुहुन्छ। शनिबार शनिदेवको मन्दिरमा या कुनै सङ्कटा राहु सङ्कटा यस्ता मन्दिरहरूमा गएर या तपाईँले शिवजीको मन्दिरमा भैरवको मन्दिरमा दुर्गाको मन्दिरमा गएर पनि केही न केही माथा टेकेर अलिकति शरण परेर आउनुहुन्छ भने पनि या कुनै कन्याकुमारीहरू बटुकहरू या कुनै यस्ता दुखी असहाय व्यक्तिहरूलाई तपाईँले दान दक्षिणा केही पुण्यको कर्म गर्नुहुन्छ भने पनि अथवा पितृको नाममा हर अमावस्यामा हर शनिबार केही न केही दिनुहुन्छ दान दिनुहुन्छ भने पनि यहाँ राहु र यो मङ्गलको कन्जक्सनको तपाईँलाई दोष मेटिनेछ। अब मङ्गल र राहुको सिधा कनेक्सन कुरा गरौँ। यहाँ राहुको मङ्गलको दृष्टि अब धनभावमा परेको थियो भने राहुको दृष्टि तृतीय स्थानमा पर्दै गर्दा केही दाजुभाइ बन्धु बान्धवमा पनि यसले अलिकति खराब सम्बन्ध ल्याउन सक्छ। रिस्क बन्न सक्छ, तपाईँकोले अतिरिक्त जिम्मेदारी भारहरू बन्न सक्छन्, भागादौडी अत्यन्तै चल्न सक्छ। कानमा या काँधमा कतै न कतै घाँटीमा गलामा समस्या हुन सक्छ। छातीको आसपासतिर पनि हल्का तपाईँलाई समस्या नलौडा भन्न सकिन्न। र विशेष गरेर पेटमा पनि डबल यहाँ मार परेको छ। एक त राहुको पनि सिधा दृष्टि एउटा मङ्गलको पनि सिधा दृष्टि गर्दै गर्दा पञ्चमबाट के हो त भन्दा यहाँ फेरि साथमा केतु पनि छन्। ऊँचो वा यदि वा निचो पाँचौँमा केतु आश्रित हाहाकार बिना पुत्र शोकले हुन्छ पीडित। पञ्चममा केतुदेव बस्नु चाहे उच्च होस् चाहे निचो होस् कुनै पनि अवस्थामा यदि एक्लै बसेको छ भने पनि त्यति फल दिन्थ्यो। यहाँ त मङ्गल र शनिको पनि दृष्टि परेको हुँदाखेरि यदि गर्भवती तपाईँ महिला हुनुहुन्छ भने ग्यारेन्टीका साथ तपाईँलाई पेटमा समस्या, पेटको अपरेसन या कहीँ न कहीँ गर्भपतनका योगहरू अथवा पेटमा जलन या केही न केही समस्या तपाईँलाई अवश्य पनि आउन सक्छ। चिरफार गर्नुपर्ने अवस्थाहरू हुन सक्छन्। एपेन्डिक्स हल्काहरू हुन सक्छन्। र बच्चाको लागि विशेष सावधान रहनु होला। यदि गर्भवती महिला हुनुहुन्छ भने अत्यन्तै स्वास्थ्यको ध्यान दिनु होला। र केतुले अलिकति यहाँ तपाईँलाई पेटमा समस्या, दिमागमा अलिकति चिडचिडापन, विद्यामा अलिकति विद्यार्थी वर्गको लागि पढाइमा अरुचि, सेयर मार्केटमा आइपिओमा कोही पनि जोडिनु भएको छ, कुनै भाग्य चिट्टा खेलिरहनु भएको छ भने त्यस्ता व्यक्तिहरूलाई पनि यति बेला अत्यन्तै कष्ट तपाईँलाई पर्न सक्ने सम्भावना रहन सक्छ। र मनको अलिकति कन्फ्युजन खालको अवस्था हुन सक्छ। केतुले यहाँ मन भ्रमित गराइदिन्छ, राहु र केतुले उग्र बनाइदिन्छन्। कुनै चिजमा टिकाउ हुन सक्दैन। तपाईँको एउटा काममा हात हाल्ने, छोड्ने, एकैछिन केही पढे जस्तै गर्ने, फेरि छोड्ने या जति पढे पनि मनमा नभेज्ने, नलाग्ने या याद गरेको कुरो फेरि तुरन्तै बिर्सने यस्ता समस्याहरू पनि तपाईँलाई आउन सक्छन्। भने विद्यार्थी वर्ग यदि परीक्षार्थी हुनुहुन्छ भने परीक्षामा वाद विवादमा के टेक्निकल क्षेत्रमा आइटी सेन्टरमा हुनुहुन्छ भने त्यस्ता क्षेत्रमा भने तपाईँले अत्यन्तै उन्नति प्रगति गर्न सक्नुहुन्छ। विदेशी भाषा पढ्दै हुनुहुन्छ, अङ्ग्रेजी भाषा पढ्दै हुनुहुन्छ, साइन्सको विद्यार्थी हुनुहुन्छ या कुनै पनि प्राक्टिकल विद्यामा, प्राविधिक विद्यामा, सोसल मिडिया क्षेत्रमा तपाईँहरू अत्यन्तै छाउन सक्नुहुन्छ, अत्यन्तै प्रबल बन्न सक्नुहुन्छ। यो कुरामा भने अत्यन्तै फाइदा हुन्छ। तर सन्तानको तर्फबाट केही विविध शिक्षाको लागि भने अलिकति केही न केही विद्यार्थी सानो बच्चाहरूको लागि अलिकति अरुचि हुन सक्छ। अब 6औं स्थानमा मङ्गलदेवको 8औं दृष्टि पर्दै गर्दा शत्रु हन्त नामक योग, शत्रु नाशक योग बनेको हुन्छ। शत्रु नाश गर्नेछन्, ऋण नाशक, शत्रु नाशक र ऋण रोग शत्रु तिनटै नाश गरिदिने बित्तिकै तपाईँलाई कुनै पनि कोर्ट कचहरी मुद्दा मामिला केही त्यस्ता केसहरू परेका थिए, के लफडाहरू परेका थिए भने ग्यारेन्टीका साथमा तपाईँको यो लफडाको केस सुल्झानेवाला छन्। कुनै न कुनै प्रकारबाट तपाईँले लोन लिएर कुनै नयाँ नौलो केही काम गर्न चाहनुहुन्छ, ऋण काटेर विदेश जाँदै हुनुहुन्छ भने पनि तपाईँलाई विशेष सफलताको योग यहाँ बन्दैछ। लग्नेशको दृष्टि र अष्टमेशको दृष्टि यहाँ 6औँमा पर्नु अत्यन्तै राम्रो खालको मानिन्छ। र साथसाथमा अब 7औं भावमा पनि राहुको यहाँ 7औं हुन्छ भने 8औं 9औं दृष्टि राहुको दृष्टि यहाँ 7औं भावमा पर्दै गर्दा हुन त तुलामा दृष्टि परेका छन्। शुक्रको घरमा अत्यन्तै आफ्नो मित्र महान आचार्यको घरमा दृष्टि पर्नु एक प्रकारले पनि केही हदसम्म जस्तै बिजनेस पार्टनर क्षेत्रको लागि तपाईँलाई कसैले ठग्न सक्दैन, तपाईँलाई फाइदा हुन सक्छ। केही नाफा तपाईँले निकाल्न सक्नुहुन्छ अथवा साना साना यस्ता उद्योग धन्दाहरू, लघु घरेलु उद्योगहरू यस्ता क्षेत्रमा तपाईँ जोडिनु भएको छ भने विशेष तपाईँले सफलता पाउनुहुनेछ। कुनै पनि केमिकल क्षेत्रसित, टेक्निकल क्षेत्रसित या कुनै पनि यस्ता कमिसन दलालहरूसित, सेयर मार्केटसित अथवा अचानक यस्ता परिवर्तन चिजहरू र रिस्कसित सम्बन्धित रहस्यमय चिजहरू यस्ता चिजहरूसँग अलिकति तपाईँ जोडिनु भएको छ भने विशेष फाइदा हुनेछ। तर गुप्ताङ्ग बिमारी, पारिवारिक अलिकति समस्या, अचानक पार्टनर क्षेत्रमा पनि केही विवादहरू त अवश्य पनि आउन सक्छन्। तर विवादलाई अत्यन्तै सम्हालिएर अगाडि लैजानु होला। त्यति धेरै विवादतिर नजानु होला, विकल्पको बाटो रोज्नु होला। यति गर्नुभयो भने राहुको पनि यहाँ दृष्टि तपाईँलाई असर पर्दैन। मङ्गल र राहुको मैले सम्पूर्ण प्रभाव तपाईँलाई बताइसकेको छु भने अब मङ्गल राहुको अङ्गारक योगको पनि तपाईँलाई मैले बताइसकेँ। कतिपय अवस्थामा कुण्डलीमा यदि मङ्गल तपाईँको बलवान छ र योगकारक बनेर बसेको छ भने योगकारक ग्रहको लागि राहुसँगै बस्छ भने योगकारक ग्रहको साथमा बस्दाखेरि राहुले अत्यन्तै मालामाला बनाइन्छन्। त्यही भएर तपाईँको मेष राशि हुनेको लागि यति बेला
मङ्गल रहेको यो अङ्गारको योग पनि यहाँ करोडपति बनाइदिने खालको र मालामाला बनाइदिने खालको नसोचेको कमाइ दिने कुनै अवस्था यहाँ हुन सक्छ भने कतिपय अवस्थामा कुनै न कुनै माध्यमबाट अन्य पनि राशिहरूको मैले सबै बताउँदै जानेछु। कुनै न कुनै राशिलाई गएर यसले असर पनि पार्ने योगहरू यहाँ बन्छन्। कुन कुन राशिलाई असर बन्नेवाला छन् ती सम्पूर्ण तपाईँले विस्तारमा आफन्त कसैका तपाईँका अन्य कुनै राशिहरू छन् भने अवश्य पनि विस्तारमा सबै मेरो भिडियोलाई हेर्दै जानुहोला, सुन्दै जानुहोला र सुनिसकेपछि हजुरलाई कस्तो लाग्छ जस्ताको तस्तै प्रतिक्रिया दिन नबिर्सनु होला र साथसाथमा आफ्नो अमूल्य सल्लाह सुझाव पनि दिँदै गर्नु होला। च्यानललाई सब्स्क्राइब गरिदिनु होला। म पुनः फेरि रिक्वेस्ट गर्न चाहे यदि वर्षसम्म च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने च्यानललाई सब्स्क्राइब गरेर अवश्य पनि शेयर गरिदिनु होला। धेरैभन्दा धेरै माझ यो भिडियोलाई पुर्याइदिनु होला र त्यस्तै हजुरहरू जस्तै जिज्ञासु ज्योतिष जिज्ञासुहरूको लागि यो भिडियो पुग्न सकोस्, किनकि अङ्गारको योगको बारेमा तपाईँले हर कुनै भिडियोमा हेर्न पाउनुहुन्न। एउटा मैले दुर्लभ तपाईँलाई जानकारी लिएर प्रस्तुत भएको थिएँ। आजको बसाइमा यति नै र कुनै पनि ज्योतिषीय अथवा वास्तु सम्बन्धी परामर्श लिन चाहनुहुन्छ, यस्तै यस्तै किसिमका नयाँ नौला केही ज्योतिषीय कुराहरू सोध्न चाहनुहुन्छ, आफ्नो जानु कुनै चिन्ह टिप्पणी देखाउन हेराउन या फेस रेटिङ देखाउन, हस्तरेखा देखाउन या कुनै पनि ग्रह स्वस्ति शान्ति गर्न चाहनुहुन्छ भने आफ्नो कुण्डलीमा कुनै कालसर्प दोष छ कि, पितृदोष छ कि, माङ्गलिक दोष छ कि, वैध विधवा योग छ कि, अल्पायु योग छ कि, दीर्घायु योग छ कि, राजयोग छन् कि, त्यस्ता दुर्योगहरू छन् कि, स्वदेश विदेश कहाँ पाउँछ, वैवाहिक जीवन कस्तो रहन्छ, व्यापार बिजनेस आफन्त घर परिवारसित सम्बन्ध कस्तो रहन्छ, यी सम्पूर्ण कुराको जानकारी लिनको लागि आफ्नो भूत भविष्य वर्तमान जान्नको लागि अवश्य पनि हामीलाई तल मैले स्क्रिनमा 2वटा नम्बर राखिदिएको छु, स्क्रिनमा अथवा डिस्क्रिप्सनमा तपाईँले त्यहाँबाट पनि सम्पर्क गर्न सक्नुहुनेछ र हामीलाई सम्पर्क गर्दाखेरि या त व्हाट्सएप मार्फत आउनुहोला या सकभर फेसबुक अथवा मेसेन्जर मार्फत जोडिनु भयो भने तपाईँले त्यहाँ भोइस मेसेज राख्न सक्नुहुन्छ, किनकि सबैलाई कमेन्टको उत्तर दिएर सकिँदैन, कमेन्ट धेरै आउन थालेका छन्, त्यसैले गर्दा अलिकति गाह्रो भएको छ मलाई सबैलाई रिप्लाई गर्न पनि समयको अत्यन्तै अभाव हुन्छ। यति भन्दै आजको विषयबाट छुटिन चाहे बिदा दिनुहोस्। नमस्कार। जय नेपाल, जय पशुपतिनाथ, जय जननी, जय कर्मभूमि।